धन्यवाद उद्घोषकज्यू। म यो हलभित्र छिर्दै गर्दा सुनिताले तिमी आएपछि कविता वाचन गर्नुभएको थियो, म तिमी गएपछि कविता वाचन। कविताको शीर्षक हो तिमी गएपछि। सारे गम हुँदै आरोह अवरोहको चरणबाट राग आलापसम्म पुगेको हाम्रो प्रेमलाई हिजो आज रियाजमा राखेर हर साँझ बिहान तिम्रै नाम आलाप्ने भएको छु। तिम्रो सुमधुर आवाजलाई बाँसुरीमा लगेर राखिदिएको छु। पर कतै पर जब फोन फेरेर बजाउँछ कोही, म त्यो धुनमा मिसिएर गीत बनिसकेको हुन्छु। चौतारीमा कुदिरहेको मलाई भेट्न आएकी तिमी विभिन्न तालमा आउँथ्यौ, कहिले हतारिँदै त कहिले सुस्त। तिम्रा घोडाका चालहरूलाई हिजो आज मैले तबलामा लगेर राखिदिएको छु। खरी झरेर अलिकति धोत्रो भए पनि आवाज तिमी ताल भएर आउन छोडेकी छैन। भैलिनका तारहरूमा राखिदिएको छु मलाई छोडेर जानु पर्दाको तिमी भित्रको पीडा। जब छुन्छ कसैले सुस्त दिता, रेटिन्छौ तिमी र मूर्छित भएर विचरण गर्छौ मेरो हृदयभित्र। यो अक्टोप्याड कहिले तिमी भित्रको सुस्केरा निकाल्छ, कहिले तिमी भित्रको वसन्त चिर्मिराउँछ। तिमी जानभन्दा पहिलेको सन्नाटा, तिमी जाँदै गर्दाको आँधी बेहरी र तिमी गइसकेपछिको करुणा मैले यही भित्र जम्मा गरिदिएको छु। तिमी गएपछि गएको गएरै भयो, तिमी गएपछि गएको गएरै भयो। तिम्रो गमनलाई मैले शङ्खमा राखिदिएको छु। आज पनि जब एक आलाप छ शङ्ख, मलाई ती दिनको याद आउँछ र म तिम्रो जिन्दगी दोहोरो फुकियोस् याचना गरिरहेको हुन्छु। यसरी तिम्रो वियोगको पार्श्वधुनमा आवाज भरेर सबैभन्दा पीडादायी जीवन गीत गाइरहेछु। धन्यवाद।